यस भिडियोमा। आज चाहिँ हामी खरिदारलाई 2080 साल 8 महिना 24 गते सोधेको सेटको क्वेसनहरू गर्न गइरहेका छौँ। यहाँ क्वेसन छ। क्वेसनले के भनेको छ यहाँ भनेपछि 12 जना कामदारले कुनै काम 30 दिनमा पुरा गर्न सक्छन् भने सोही काम 24 दिनमा पुरा गर्न कतिजना कामदार थप्नु पर्ला भनेछ भन्ने पाठबाट आएको। हामीले चाहिँ सोलुसन गरौँ है त। समाधान क्वेसनले कतिजना मान्छे थप्नु पर्ला भनेको छ है। मानौ थप्नु पर्ने कामदार संख्या बराबर x मानौ। अब चाहिँ हामी यसलाई टक्क टेबल बनाएर गर्छौँ। यहाँ चाहिँ के हुनेछ कामदार संख्या यहाँ चाहिँ दिन भनेको छ 12 जना कामदारले कुनै काम 30 दिनमा पुरा गर्न सक्छ भने सोही काम 24 दिनमा पुरा गर्न कतिजना कामदार थप्नु पर्ला भनेछ। यो पहिला 12 जना छँदैछ। 12 जना प्लस हामीले 1 जना चाहिँ मान्छे थप्ने भनेको छौँ ल। यति गर्ने यसलाई बन्द गरे यो भने अब विचरणबाट भने अब चाहिँ विचरणबाट भने टक्क यसलाई गर्ने 12 प्लस x अपन 12 बराबर जहिले पनि कामदार संख्या र दिनको चाहिँ रिलेसन उल्टो हुन्छ। जस्तै 12 जना कामदारले कुनै काम 30 दिनमा गर्न सक्छन् भने 12 प्लस भनेको त धेरै मान्छे थोरै मान्छेले धेरै दिन धेरै मान्छेले थोरै दिनमा काम गर्न सकिन्छ। यो चाहिँ अपोजिट रिलेसन हुन्छ। त्यही भएर यसले उल्टोबाट लेख्ने 30 भागा 24 गर्ने। अब काटकुट गर्ने 12 एका 12 12 दुना 24 यसलाई क्रस गुणा गर्ने त साथीहरु। यहाँ गरे मैले 12 दुना 24 प्लस 2x इक्वल टु 30। यो 2x यतै हुन्छ बराबर 30 माइनस यता 24 2x इक्वल टु यसलाई घटाउने 4 भनेपछि 10 भनेपछि 6 और x बराबर 6 भागा 2 गर्दा 3 देयरफोर x बराबर 3। अब यहाँ कन्क्लुजन लेख्ने। अब मैले यहाँ कन्क्लुजन यहाँ लेख्ने त थप्नु पर्ने मानिस संख्या 3 रहेछ। ल साथीहरु यति गरेपछि यो हिसाब भ्याइयो है त। ल अब हामी चाहिँ अर्को क्वेसन हेर्छौँ है त। अर्को क्वेसन भनेको चाहिँ हामीले 3000 वटा कापी किनेछन् जसमध्ये 600 वटा कापी चाहिँ गरिब विद्यार्थीलाई निःशुल्क वितरण गरेछन्। बाँकी कामहरू प्रति वटा 63,000ले बिक्री गर्दा 5% नाफा हुन्छ भने एउटा कापीको क्रय मूल्य कति होला भनेर छ। हामी यो क्वेसनको समाधान गरौँ। समाधान लेखौँ जम्मा कापी संख्या बराबर 3000 वटा। 3000 वटा निःशुल्क वितरण कापी बराबर 600 वटा। बाँकी कापी बराबर 3000 माइनस 600 इक्वल टु 0 0 6 10 4 2 2400 वटा कापी बचे। गरिब विद्यार्थी दिएछन्। बाँकी कापीको प्रति वटा भनेको छैन। बाँकी कापीको प्रति मूल्य बराबर 63। बाँकी कापीको बिक्री मूल्य एसपी बराबर 2400 × 63।
बराबर कति आउँछ हेरौँ है त 2400 इन्टु 63,000 रुपिस 15,000 1,52,200 होइन 3,000 वटा कापीको क्रय मूल्य सीपी बराबर एक्स मानौँ। अब चाहिँ हामी के गर्छौँ प्रश्न अनुसार के भनेको छ भनेपछि के भनेको छ पल्टेबाट त्यसरी नाफा हुने छैन 5% नाफा हुन्छ होइन सीपी प्लस सीपी को पी % इजिकल टू 1,51,200 एक्स प्लस एक्स को 5/100 इजिकल टू 1,51,200 100 प्लस एक्स 100 100 into x 100 5x होता 100 5x अपन 100 equal to 1,51,200 और x equal to 1,51,200 into 100 भागा 105 और x बराबर 51,200 into 100 भागा 1,44,000 यो भनेपछि हाम्रो कतिवटा 3,000 वटा कापीको हामीले के भनेछ भनेदेखि हुन्छ भने एउटा कापी भनेछ पर कापीको कति पर्छ होला भनेछ। अब यहाँ देखौँ 3,000 वटा कापीको क्रय मूल्य बराबर 1,44,000 हुन्छ भने एकवटा कापीको क्रय मूल्य बराबर 1,44,000 भागा 44,000 हो यो 1,44,000 भागा 3,000 गर्दाखेरि रुपिस 48 आउने रहेछ। वैसे कन्क्लुजन लेखिदिएँ मैले देयरफोर प्रति कापीको क्रय मूल्य र 48 रहेछ यसरी अर्को क्वेसन हो यहाँ के भने हेरौँ है त प्रति वर्ष 10% ब्याज दरले 2 वर्षमा कुनै रकमको मिश्रित ब्याज कम्पाउन्ड इन्ट्रेस्ट साधारण ब्याज भन्दा 360 बढी हुन आउँछ भने मूलधन पत्ता लगाउनुहोस् भनेको। र यस क्वेसनको समाधान गरौँ है त समाधान दिएको के छ यहाँ सुरुमा लेखौँ ब्याज दर R बराबर 10% यो भनेको CI माइनस SI भनेको CI माइनस SI बराबर रु 360 हुन आउँछ भने मूलधन पत्ता लगाउनुहोस् हैन मूलधन P बराबर X भनौँ हामीलाई थाहा छ CI equal to P1 plus R by 100 को power T minus 1 minus SI भनेको चाहिँ के हो PTR by 100 हो। यो हाम्रो फर्मुला है साथीहरु मैले लेखेको ल
यो एउटा कुरा छुटेछ टाइम टी बराबर 2 वर्ष दिएछ है 2 इयर्स यो बराबर कति भनेको छ भने 360 छ भनेर सीआई भनेको यो यति भरि यो भनेको सीआई हो यहाँदेखि यता भनेको एसआई है त साथीहरु पी भनेको कति छ x छ 1 प्लस आर भनेको कति छ 10 डिवाइड बाइ 100 को पावर टी भनेको 2 छ माइनस 1 माइनस यसरी आउँछ पीटीआर भने पी भनेको चाहिँ x इन्टु आर भनेको 2 इन्टु टी भनेको 2 इन्टु आर भनेको 10 भागा 100 बराबर 360 और लेखौँ है साथीहरु x यो हिसाब गर्दा कति आउँछ हेरौँ है त 1.1 को पावर 2 माइनस 1 माइनस 10 दुना 20x 20x by 100 equal to 360 x 1.1 को स्क्वायर 1.21 minus 1 minus 20 भागा 100 भनेको 0.20x बराबर 360 और x into 0.21 minus 0.20x equal to 360 और 0.21x minus 0.20x equal to 360 और 0.21 minus 0.20 0.01x equal to 360 और x बराबर 360 0.01 360 0.01 और x बराबर 36,000 therefore मूलधन 36,000 रहेछ र साथीहरु हिसाब पनि सकियो हाम्रो अब हामी नेक्स्ट हिसाब गर्छौं साथीहरु यो चाहिँ अर्को हिसाब यहाँ चाहिँ के भनेको छ हेरौँ है कुल 100 जना विद्यार्थीहरुको प्राप्त अङ्क मध्येको 32 छ एमडी दिएको छ हामीलाई अनि तलको मध्ये x र y यो दुईटा फ्रिक्वेन्सी पत्ता लगाउनुस् भनेको छ जहाँ 100 जना मानिसहरु थिए भनेको छ ल यसले समाधान गरौँ है त जीरो देखि 10 10 देखि 20 20 देखि 30 30 देखि 40 40 देखि 50 50 देखि 60 फ्रिक्वेन्सी भन्ने सँगै 10 x 25 30 y 10 CF निकाल्यो 10 को 10 10 प्लस x 25 10 35 प्लस x 30 30 60 60 60 5 65 प्लस x 65 65 प्लस x प्लस y 75 प्लस x प्लस y साथीहरु यो चाहिँ भयो है हाम्रो अब यो भन्दा माथि चाहिँ यता गर्छ है मैले यहाँ ठाउँ छैन भनेर त्यही हो
यहाँ हामीलाई दिएको कुरा हेरौँ है सुरुमा। यहाँ हामीलाई दिएको छ मध्यिका भनेको 32 दिएको छ। त्यसपछि लगाएर n बराबर 100 भनेको छ। त्यसपछि x र y को मान निकाल्नु हुन्छ। अब यहाँ 32 भनेको छ नि md भनेको md पोटेन्सियल हेर्ने साथीहरु। यसमा हेर्ने 32 भनेको कहाँ पर्छ यहाँ 30 देखि 40 को बिचमा पर्छ हो। सीधा सीधा हेर्ने सीधा सीधा ल 30 देखि 40 भनेको यहाँ 1 2 3 4 1 2 3 4 यहाँ बढाइ यहाँ बढाइ यसरी यहाँनिर एउटा बेड बनाइदिने यसरी एउटा बेड बनाइदिने। अब यहाँ चाहिँ हामीलाई मध्यिका निकाल्नलाई चाहिन्छ कि l भनेको कति l भनेको लोयर भ्याल्यु भनेको यो दुईटा मध्ये लोयर भनेको कति हो 40 र 30 मा 30 यो l भनेको यो भयो l n/2 भनेको चाहिँ यहाँ दिएको छ हामीलाई 100 भाग 2 भयो कति 50। अब अर्को चाहिँ हामीलाई के CF भनेको साथीहरु जहाँ पर्छ नि यो पर्ने ठाउँमा सिधा त्योभन्दा इस्ट माथि गयो त्योभन्दा ठ्याक्कै इस्ट माथि भनेको यो त्यो अब यो बराबर यहाँ पर्छ त्योभन्दा माथि गयो 35 प्लस x 35 प्लस x CF भनेको फ्रिक्वेन्सी अब फ्रिक्वेन्सी भनेको अब मध्यिका निकाल्ने फर्मुला के हो हाम्रो मध्यिका md = l plus n/2 minus CF l plus n/2 minus CF बटे f into I अथवा f जे भन्दा नि हुन्छ साथीहरु। अब यो I भनेको के हो भन्दाखेरि पनि यो दुईटाको इन्टरभलको फरक कतिको छ 0 देखि 10 मा 10 देखि 20 मा 20 देखि 30 भनेको कतिको ग्याप छ भनेको फरक भनेको 10 को फरक छ हैन। आएन भने दुईटाले जोड्ने माथिको जुनलाई जोड्दा नि 30 20 50 नहीं 30 20 50 भागा 2 गर्ने यो इन्टरभल कतिको छ हेरौँ न ल 10 देखि 20 भनेको 10 ले बढाए 20 देखि 30 भनेको नि 10 ले बढाए 30 देखि 40 भनेको 10 ले बढाए छ त्यो भएर इन्टरभल भनेको 10 md भनेको हामीले दिएको छ कति छ 32 l भनेको हाम्रो कति 30 प्लस n/2 भनेको हाम्रो कति छ 50 माइनस CF भनेको कति छ CF भनेको 35 प्लस x f भनेको कति छ हाम्रो f भनेको यहाँ छ है साथीहरु f भनेको यो f बराबर 30 f भनेको छ 30 इन्टु I भनेको छ 10 यहाँ और लेखें 32 minus 30 = 15 minus 35 plus x upon 30 into 10 और यो दुईटा घटाएर 2 आउँछ बराबर। अब यसलाई काट्दिएँ मैले साथीहरु 10 × 30 10 × 5 = 50 10 × 30 10 × 5 = 50 गरेँ मैले काटेँ। अब चाहिँ के गर्ने भनेदेखि यो 5 ले भित्रको दुईटाले गुणन गर्ने अथवा मैले यसलाई नि काट्दिएँ ल 5 × 5 5 × 2 = 10 2 ले काट्दिएँ मैले 35 × 2 = 70 प्लस 2x / 3 और 3 × 2 = 6 बराबर 70 प्लस 2x सरी साथीहरु यति मिले यहाँनिर हल्का बिग्रियो एकछिन है त यहाँसम्म ठिक छ है 32 minus 30 = 50 minus 35 plus x / 30 into 10 10 × 10 बराबर यो 35 र यो घटाउँदा कति हुन्छ भने 15 हुन्छ 15 प्लस x / 30 into 10 हुन आउँछ 2 into 10 × 10 10 × 30 भनेपछि काट्दिने 2 = 15 प्लस x / 3 हुन आउँछ। त्यसपछि अहिले मेटेँ त्यसपछि साथीहरु
त्यसपछि साथीहरू यहाँ हुन्छ कि 3 2 जा 6 और 6 इक्वल टू 15 प्लस एक्स और एक्स इक्वल टू 15 माइनस 6 और एक्स बराबर कति हुन्छ भनेपछि यहाँ 15 9 छ 15 9 9 हुन्छ ल एक्सको भ्यालु 9 आउँदैछ साथीहरु एक्सको भ्यालु 9 आइसकेपछि अब हामीले वाईको भ्यालु पनि निकाल्न छ वाईको भ्यालु कहाँबाट निकाल्ने भन्दाखेरि त्यहाँ अघि हामीलाई यहाँ दिएको छ यो 100 दिएको छ भने 100 हामीले अघि फ्रिक्वेन्सी जोड्दाखेरि चाहिँ कति आएको थियो भनेपछि त्यहाँ जोड्दै आउँदाखेरि कति आएको थियो 75 प्लस एक्स प्लस वाई आएको थियो नि हैन हैन इक्वल टु 100 75 प्लस एक्स भनेको 9 छ प्लस वाई निकाल्न छ बराबर 100 यो जोड्दा कति हुन्छ भनेपछि 9 9 10 11 12 13 14 को 4 हाते गरे 7 11 84 प्लस वाई इक्वल टु 100 y equal to 100 minus 84 therefore y बराबर कति आउँदैछ 84 is 85 15 16 आउँदैछ 16 6 4 10 को 0 हाते गरे 8 1 10 ला 16 त्यसैले यहाँ कन्क्लुजन therefore x बराबर 9 र y बराबर 16 आउँदै रहेछ हाम्रो आन्सर यहाँनिर चाहिँ साथीहरु नबिर्स यहाँनिर चाहिँ नझुक्किनु होला यहाँ फर्मुला लगायौं हामीले यो सबै निकालिसकेको यहाँनिर चाहिँ के हुन्छ भने यसको अगाडि प्लस हुन्छ यसको अगाडि माइनस हुन्छ यो र यो घट्छ 50 माइनस 30 गरेको यो र यो घट्छ यो र यो घट्छ यहाँनिर घटायो यो र यो घट्छ 15 हुन्छ x x बच्यो 30 को 30 10 को 10 अब 10 10 10 33 गरेर काटेको 2 बराबर 15 प्लस x गर्दाखेरि 3 आयो यो यता क्रसको गुणामा जान्छ 3 2 जा 6 भयो यो भनेको 15 प्लस x भयो यो गर्दाखेरि x भ्यालु आयो x भ्यालु आइसकेपछि हाम्रो त्यो अघि यो n दिएको छ नि त्यो n को ठाउँमा राखेर यो चाहिँ गर्ने यो अघि हामीले CF मा जोड्दाखेरि दिएको थियो राखेको यसको ठाउँमा x भ्यालु राख्ने एउटा y को भ्यालु आउँछ सयकल महसुल बराबर रु 250 थपकल प्रति थपकलको महसुल बराबर रुपीस कति 1.5 थपकल संख्या निकाल्नु इजिकल टु टोटल 340 मा माइनस सयकलको पैसा भइसक्यो भनेपछि 240 कल अब हामी चाहिँ के थपकलको महसुल इजिकल टु 240 into 1.5 गरौँ है त बराबर रुपीस कति आउँदैछ minus 240 into 5 गर्दाखेरि 360 रुपैयाँ आउँदैछ अब यहाँ हामी भनौँ 340 कलको जम्मा महसुल इक्वल कति रुपीस 360 प्लस रुपीस कति 250 भनेको 100 कलको पैसा है त रुपीस कति हुँदैछ 610 360 प्लस 250 गर्दाखेरि 610 हुँदैछ अब हामीलाई के भन्दैछ साथीहरु अब हामीले भनेको छ कि प्रश्न अनुसार 10% सेवा शुल्क बराबर 610 प्लस 610 को 10% निकाल्नु है साथीहरु 610 प्लस 610 into 10 भागा 100 बराबर 610 प्लस 610 into 10 भागा 100 61 बराबर रुपीस प्लस 610 671 13% भ्याट पनि हुनेछ 13% भ्याट सहितको महसुल बराबर 671 प्लस 671 को 13 भागा 100 671 प्लस
671 इन्टु 13 भागा 100 गर्दाखेरि आउने 87.23 प्लस 671 758.23 रुपिज लेने हो त के हुने थियो अदा जम्मा महसुल बराबर रुपिज 758.23 आन्सर। साथीहरू आजको भिडियोमा चाहिँ हामीले यति नै गऱ्यौँ। बाँकी चाहिँ अरू भिडियो